जय जय सतगुरु परम गुरु, कोटि कोटि नमस्कार। भक्त हरू को भाग्य जगाना, सतगुरु आए द्वार। भक्त हरू को भाग्य जगाना, सतगुरु आए द्वार। सतगुरु दर्शन दीन लायौ हो, सतगुरु दर्शन दीन लायौ हो। भाग्य उतायो हमरो, भाग्य उतायो हमरो। सतगुरु दर्शन दीन लायौ हो, सतगुरु दर्शन दीन लायौ हो। आनंद मंगल पूर्ण भये सब, आनंद मंगल पूर्ण भये सब। शुभ शुभ मंगल छायो, शुभ शुभ मंगल छायो। पाप सबई दर्शन लेना शो, पाप सबई दर्शन लेना शो। सब तिरा पुण्य उदायो, सतगुरु दर्शन दीन लायौ हो, सतगुरु दर्शन दीन लायौ हो। भाग्य उतायो हमरो, भाग्य उतायो हमरो। सतगुरु दर्शन दीन लायौ हो, सतगुरु दर्शन दीन लायौ हो। परमानंद आजो सब साथी हो, परमानंद आजो सब साथी हो। गुरुपद भजन करो, गुरुपद भजन करो। तन मन
सतगुरु प्रोग्राम के असीम प्रभालों नेपाल संत सत्संग महर्षि योगी शांति सेवा पीठ को आज ध्वजारोहण र हाम्रो शान्ति पीठको बोर्ड स्थापन कार्यक्रम हुन गइरहेको छ, जसमा आज ईश्वरको कृपाले हामी सबै भक्तजनहरू सहभागी भएर पुण्य लाभ लिइरहेका छौँ। हुन त यो हामी फलानुले गरिरहेका त्यस्तो लाग्दैछ, तर होइन, सद्गुरु भगवानको इच्छा भारतबाट अब चक्राधाममा उहाँ निवास चाहनुहुन्छ। त्यही भएर उहाँकै कृपाले यो सब भइरहेछ। त्यसैले उहाँको यो कार्यमा हामीले आफ्नो स्तरबाट यहाँ आइदिनु भयो, सहभागी भयो, धेरै पुण्यको कार्य साक्षी भए। यो धर्म स्थापनाको प्रथम दिन जो आउनुभयो नि, आज साक्षी हुनुभयो र यो ऐतिहासिक दिन हो। महर्षि शान्ति सेवा पीठको ऐतिहासिक दिन, यो इतिहासमा लेख्नेछ नि त, यो धर्मपीठको इतिहासमा। तपाईँको हाम्रो एएन सन्तमत युट्युब च्यानल होइन, के भन्छ, आजको दिन इतिहासमा लेख्नेछ। जो आउनुभयो साक्षी हुनुभयो, असीम कृपा छ। र जो पछाडि पनि आउनुहुनेछ उहाँलाई पनि गुरुमाले कृपा गर्नुहुनेछ। आउनु त्योभन्दा पहिले अब हामी ध्वजारोहण, हाम्रो हिन्दू सनातन धर्ममा ध्वजाको बहुत बडो महिमा छ। ध्वजा स्थापना हुने बित्तिकै त्यो ठाउँको संरक्षण बजरङ्गबली हनुमानजीको जिम्मा हुन्छ। तुलित बल धामन हेम शैलावती धन जन प्रशान ज्ञानी नाम प्रगण्यम सकल गुण निधानम वानराणाम भीषण रघुपति प्रिय भक्तम आपदापन्नम साधु संत के तुम रखो। साधु संत को रक्षा गर्ने जहाँ उसको मठ मन्दिर कीर्तन हुन्छ, हनुमानजीको जिम्मा। त्यसैले उहाँलाई आज हामी जिम्मा सुम्पिनेवाला छौँ। यो पीठको तपाईँ रक्षण गर्नुहोला, रक्षा गर्नुहोला। हामी त सेवक हौँ, सकेसम्म हामी सेवा गर्छौँ। आउनुहोस्, अब हामी सबैजनाको हातमा फुल दिनु त, एक एक गणेशपुरी तेल डालिए। दीपक कहाँ? बाबा अभी नहीं जलाना है। कौन जल मिलेगा? कोसी का जल है, माई का जल है, सरस्वती का जल है, नमस्ता माता का जल है। अभी कुछ नहीं डालना है आप लोग। कैमरा वाला भीतर आइए, सबको शांत रह जाओ। बाबा जो कहते सबको पवित्र कर दूंगा। पीछे भी बाबा पीछे पीछे लक्ष्मी जी ब्रह्मानंदम परम सुखदम केवलम ज्ञानमूर्तिं द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम् एकैकं सर्वधी साक्षिभूतं भावातीतं प्रवैतं सद्गुरुं नमामि। अनन्तिमितान्धस्य ध्यानाञ्जना सदात्मयः चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरवे नमः। अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। ध्यानमूलं गुरुर्मन्त्रं पूजामूलं गुरुपदं मंत्रमूलं गुरुर्वाक्यं मोक्षमूलं गुरुः कृपा सेवन्तिका विपुलचन्द्रप्रपादिला
अति कर्पूर शाल पुष्प बिल्वपत्र तुलसी दल मंजरी कंठोदयान सद्गुरु में प्रसीद नाना सुगंध पुष्पाणि धातानि भजानि च पुष्पांजलि समर्पयामि गृहाते श्री सद्गुरुः सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् हरि ओम् पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम शांति शांति शांति। सतगुरु दर्शन दीन लायं भो सतगुरु दर्शन दीन लायं भो भाग्य उतायो हमरो भाग्य उतायो हमरो सतगुरु दर्शन दीन लायं भो सतगुरु दर्शन दीन लायं भो आनंद मंगल पूर्ण भये सब आनंद मंगल पूर्ण भये सब शुभ शुभ मंगल छायो शुभ शुभ मंगल छायो पाप सबई दर्शन लेना शो पाप सबई दर्शन लेना शो सब तेरा पुण्य उदायो सतगुरु दर्शन दीन लायं भो सतगुरु दर्शन दीन लायं भो भाग्य उतायो हमरो भाग्य उतायो हमरो सतगुरु दर्शन ध्वजारोहण पश्चात अब साइन बोर्ड सद्गुरु महाराजको वर्षमै शान्ति पीठको ध्वजारोहण पछि साइन बोर्ड स्थापना भइरहेछ। त्यसपछि 10 मिनेटको कार्यक्रम छ। त्यसपश्चात आरती प्रसादको कार्यक्रम छ। सबैजना कार्यपूर्वक कार्यक्रममा सहभागी हुनुहुन्छ। अब यो बीच में यो शॉट सीधा गर्नु पर्यो सेन्टर हेर्नु त्यहाँ ढुङ्गा हाल्दिनु त भइहाल्छ सीधा नै भेले सीधा सतगुरु दर्शन दीन लायं
परमानंद आजो सब साथी हो परमानंद कृपया सबैलाई कृपया एकछिन यसको कार्यक्रम चाहिँ सफल बनाउनलाई हामीले कुराहरू यो अहिलेसम्मको प्रगतिमा हामीले सुरुमा आउँदाखेरि यो जग्गा सुन्नु भयो जग्गा आर्जन पनि लगभग भयो अब हामी जग्गा बनाएर उत्तर चुनाव गर्दै जुन चाहिँ हामीलाई यो आश्रम बनाउने जग्गा दिनुभयो उहाँहरूलाई हार्दिक धन्यवाद छ र आजको यस प्रोग्राममा चाहिँ हामीले सानो मिटिङ पनि गराएको छौँ भेला मिटिङ छलफल प्लस यो ध्वजारोहण कार्यक्रम अनि यो चाहिँ मैले म्यानेट पढेर सुनाउन चाहन्छु सबैलाई जानकारी गराउन चाहन्छु आज मिति 2082 साल मङ्सिर 29 गते सोमबारका दिन यस नेपाल सन्तमत सत्सङ्ग महर्षि मेही शान्ति सेवा पीठका धामका अध्यक्ष श्री अवधिया शरण शाहजीको अध्यक्षतामा कार्यकारिणी समिति एवं उपस्थित सबै धर्मप्रेमीहरूको उपस्थितिमा बैठक बसी तफसिल बमोजिमका विधामा छलफल गरी निर्णयहरू सर्वसम्मतिले पारित गर्यौं। यसमा चाहिँ 4 वटा प्रस्ताव हामीले राखेका छौँ। सुरुमा सर्वप्रथम महर्षि मेही शान्ति सेवा पीठको ध्वजा स्थापना र भर्खरै यो चाहिँ हामीले सम्पन्न गर्यौं। यहाँ ध्वजा हामी सबैको प्रयासले यो सफल भयो। अब दोस्रोमा हाम्रो साइनबोर्डको थियो महर्षि मेही शान्ति सेवा पीठको साइनबोर्ड एवं समितिको बोर्ड यो कार्यकारिणी समितिले तत्काल हामी एउटा समिति बनाएका छौँ। यसैको नामले हामी त्यहाँ बोर्डमा देख्न सक्नुहुन्छ तपाईँहरूले त्यो पनि अहिले स्थापना गरिसकेका छौँ। अब एउटा सानो प्रोग्राम छ समिति गठन भनेपछि समिति गठन त छँदैछ तर पनि कुनै पनि विकास निर्माणमा छलफल पनि हुनु पर्यो र सहभागिता पनि हुनु पर्यो। त्यसैको लागि हामीले निर्माण समिति एउटा गठन गर्दैछौँ। सानो भए पनि यसमा हामी जोड्दै जानेछौँ मान्छेहरूलाई र यसमा हाम्रो चाहिँ के छ धारणा अहिले हामी तत्कालमा गरे पनि हामीले दमकका मान्छे पनि जोडेका छौँ ओल्डाबारीका मान्छे पनि जोडेका छौँ विराटनगरका मान्छे पनि जोडेका काठमाडौँका मान्छे पनि जोडेका छौँ। सबैको सहभागिता होस् र त्यस हिसाबले नै हामीले यो कार्यकारिणी समिति बनायौँ र निर्माण समिति पनि हामी त्यसै हिसाबले बनाउँछौँ। त्यसपछि हाम्रो आजको प्रोग्राम चाहिँ समापन हुन्छ र यो निर्माण समितिमा चाहिँ हामीले आजको यस्तो निर्माण समिति र तत्कालै हामीले यसको घेराबेरा गर्नुपर्ने छ बााउन्ड्री वाल लगाउनु पर्ने छ अनि मात्र यो भित्रको आश्रम हामी सुरक्षित रूपमा सञ्चालन गर्न सक्छौँ र हामीले चाहिँ यो शिलान्यास प्रोग्राम योभन्दा पनि भव्य तरिकाले हामी सम्पन्न गर्नेछौँ निकट भविष्यमा। त्यसको हामी जानकारी पछि बताउँछौँ र शिलान्यासको लागि हामी इँटा हुन्छ नि त्यो पूज्य बेसनजी महाराज जुन चाहिँ हरिद्वारका हुनुहुन्छ उहाँबाट चाहिँ हामी सङ्कल्प पनि गराइसकेका छौँ। हामी सुरक्षित आएका छौँ विराटनगरमा त्यो ल्याएर हामी स्थापना गर्छौँ र भव्य प्रोग्राम गर्छौँ। हामीले 1 गाडी 3 गाडी मान्छे ल्याउनुपर्ने अवस्था हुनसक्छ त्यस बेला र त्यसै हामीलाई समिति चाहियो निर्माण समिति चाहियो र त्यो निर्माण समितिमा मैले अध्यक्षको नाम यहाँहरूबाट चाहेको छु र यसको लागि चाहिँ हाम्रो लगभग तयारी पनि भएको छ अध्यक्षको लागि। र अहिले हाम्रो सल्लाहकार वर्गज्यूहरू पनि उपस्थित हुन्छ वरिष्ठ सल्लाहकार वर्गहरू उहाँहरूको पनि राय सल्लाह हामी दिन्छौँ। त्यसै अनुसारले हामी यो निर्माण समिति पनि निर्माण गर्दैछौँ। महिला पुरुष मात्रै होइन महिलालाई पनि हामी समावेश गर्छौँ र हामी आशा र विश्वासका साथ पनि हामीले सहयोगको पनि अपेक्षा आशा गरेका छौँ। त्यो चाहिँ हजुरहरू गर्नु नै हुनेछ र पूज्य बाबा स्वामी श्री परशुराम बाबासँग चाहिँ होइन तपाईँ श्री सद्गुरु मूल समिति चतरावासी र विराटनगर होइन ढोगी धरान सबै मिलाएर हामीले मूल समिति बृहत गरेको छ होइन सबै गर्ने मूल समितिको जिम्मेवारी छँदैछ तर निर्माण कार्यको लागि होइन छुट्टै हामीले एउटा सानो समिति
7 जना, बढी भन्दा 9 जना, बढी भन्दा 11 जना हैन, त्यसको समिति बनाउँछौँ र त्यो समितिमा जोसँग बहुत समय छ हैन, तन मन धन तीनटो कुरा आउँछ। तन आउँछ, मन आउँछ र धन आउँछ। र तन मन धन अर्पण कसरी गरिन्छ हामीलाई थाहा छ। दिन रात भोक प्यास त्यागेर जोसँग समय छ त्यही व्यक्तिको महान ऐतिहासिक कार्यमा समय दिनु। हुन त पद लिने बेलामा मान्छे थुप्रै हुन्छ, तर साइन गराउनलाई पनि अप्ठ्यारो हुन्छ। उसको घर घरमा गएर साइन गराउनु पर्छ, के फाइदा त्यसको। किनभने यो जुन काम छ बहुत ठुलो ऐतिहासिक काम छ, बहुत तीव्र गतिमा काम गर्नुपर्छ, दिन रात खट्नुपर्छ। त्यसैले मूल समितिमा यहाँ पनि धेरैजना हुनुहुन्छ, त्यो आइसकेको छ। अब 7-8 जना भन्नु न 9 जना, बहुत भन्दा 11 जनाको हामी टिम बनाउँछौँ। र यो टिम यहीँ बसेका व्यक्तिबाट मात्रै हुँदैन, किनभने काठमाडौँको पनि मान्छे छ जो उपस्थित हुन सक्नु भएन। 75 जिल्लामा छ, त्यसमा जुन सन्तरोधका मुख्य व्यक्तिहरू छन् त्यसलाई जोड्छौँ। आज के गर्छौँ, मात्रै 2-3 जना जुन छन् अध्यक्ष हैन, सचिव, कोषाध्यक्ष 4-5 जना हामी अहिले लिन्छौँ, बाँकी त्यो खाली राख्छौँ। किनभने यो संस्थालाई छिटोभन्दा छिटो हैन सिस्टममा ल्याउनको लागि हैन, सबभन्दा प्रिय चिज कुन हो मनुष्यको? सबभन्दा प्रिय वस्तु तपाईलाई सोध्दाखेरि के छ? किनभने तपाईको छोराछोरी पनि कहाँ बाटोमा खेल्छ, तपाईलाई मतलब छैन हैन, सबै कुरा बाहिर छ, तपाईँ पैसा कहाँ राख्नुहुन्छ? सबभन्दा सुरक्षित राख्ने चिज के हो तपाईको लागि? धन हैन। धन बडा महत्त्वपूर्ण चिज हो, जो भित्र त्यो पनि क्षमता छ। किनभने बिना धनको धर्म स्थापना पनि सम्भव छैन। अहिले 5 करोड भएको भए त अहिले तुरुन्तै रातोरात काट्दिन्थ्यो नि यहाँ सबै। तर त्यो 5 करोड जुटाउनको लागि हैन 5 साल मेहनत गर्नुपर्छ। त्यस्तो व्यक्ति यहाँ सेवामा हैन आह्वान गर्दछु, आग्रह गर्दछु, त्यस्तो व्यक्ति नाम दिनुहोला। आज अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष 3-4 वटा हामी लिन्छौँ। त्यसपछि हामी फेरि नेपालमा कहाँ कहाँ छन् ती व्यक्तिहरूलाई जोड्छौँ। प्रेमले भन्नुहोस् सद्गुरु महाराज। र यस कार्यक्रममा हाम्रा जगतगुरु रामानन्द सेवा पीठका अतिथि पनि आइदिनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद, नमस्कार गर्छु। र यो जति पनि कार्यक्रम छ नि आज हाम्रो औपचारिक छ, भोलिको दिनमा शिलान्यास हुन्छ हैन, त्यसमा हामीले अब ठुलो अतिथिलाई बोलाउनको लागि ठुलो साहस पनि गर्नु पर्यो नि व्यवस्था। त्यही भएर छिमेकीका जति पनि संस्था छन् उहाँहरूलाई अहिले बोलाएको छैन, अहिले त्यो दरी गर्नु भयो, ठुलो काम हो। त्यही भएर त्यसैले हाम्रो समितिका केही पदाधिकारीहरूले आफ्नो संस्थालाई विकासको लागि एकजना उहाँले नाम दिनुभएको छ। हाम्रा इटहरीबाट आउनुभएका के नाम छ, सबैको सर्वसहमतिले उहाँले पनि बोल्नु भयो हैन। अमरेन्द्र राउतजी कृपया यहाँ आइदिनु। श्री सद्गुरु महाराज की। वहाँ हाम्रो नेपाल संसद सत्संग महर्षि शान्ति सेवा पीठको अध्यक्षको लागि आह्वान गरे, आग्रह गरे, उहाँ आइदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद। महाराज की जय। श्री सद्गुरु महाराज की जय। श्री सद्गुरु महाराज की जय। सम्पूर्ण सत्संग प्रेमीहरूमा मलाई सहयोग गरिदिनु भएकोमा धन्यवाद दिँदै जय गुरु महाराज। उपाध्यक्षको लागि पनि पुनः हजुरहरूको समक्ष हामी आग्रह गर्दछौँ। डाक्टर साहब योगेन्द्र गुप्ताजी, हामीले विशेष आग्रह गर्दाखेरि हामीले विशेष आग्रह गर्दाखेरि यो ऐतिहासिक सर्वपीठ स्थापनामा उहाँ उपाध्यक्ष पदमा बसिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। यदि उहाँले हाम्रो कुरा आग्रह स्वीकार गर्नुभएको छ भने माइकमा सहमति दिनु। श्री सद्गुरु महाराज की जय। श्री सद्गुरु महाराज की जय। श्री सद्गुरु महाराज की जय। आज बड़ा ही ऐतिहासिक दिन, पूज्य बाबा परशुराम बाबा का असीम कृपा, उनके निमंत्रण पर हम लोग इस ऐतिहासिक कार्यक्रम में शामिल होने का उन्होंने हमें अवसर दिया। आप लोगों से मिलकर बड़ा खुशी हुआ। गुरु महाराज का इतना अच्छा काम होने जा रहा है और हमें जो उनके सम्मान के लिए जो कहे हैं
कोई हमें स्वीकार है, हम कोशिश करेंगे तन मन धन से सेवा करें। सचिव पद को लागि उहाँको स्वीकृति जनाइदिनको लागि हार्दिक अनुरोध गर्दछु। विराटनगरबाट हुनुहुन्छ धनिक दालका श्री सद्गुरु महाराज की जय। यस आयोजक कमिटीले मलाई सचिव पदमा मलाई जो नियुक्ति गर्नुभएको छ, म गुरु महाराजको साक्षी राखेर म यो पदमा जहाँसम्म म सर्व प्रयास गर्छु निभाउन। श्री सद्गुरु महाराज की जय। दानियाबाट हाम्रो उपसचिवको लागि चन्दन शाहजीलाई आह्वान गरे, उहाँले आफ्नो सहमति जनाइदिनुहुन्छ। हार्दिक अनुरोध गर्दछु। श्री सद्गुरु महाराज की जय। सम्पूर्णमा मेरो नमस्कार। मलाई उपसचिवको पदमा मलाई ग्रहण गराइदिनु भएकोमा सबैलाई धन्यवाद। सकेसम्म म आफ्नो तन मन धन कर्म र वचनले साथ र सहयोग गरिरहने नै छु र तपाईँहरूको साथ सहयोग रह्यो भने म पनि राम्रै काम गरेर यहाँ यो शक्तिपीठलाई समय दिएर आफ्नो कामलाई सम्पन्न गर्नेछु भन्ने आशा लिएर यहाँहरूको साथ सहयोगको पनि अपेक्षा गर्दैछु। धन्यवाद। महाराज नेपाल संसद शिक्षकको स्थापना गरिसक्नु भएको थियो र उहाँको शरीर छुट्ने पश्चात पनि अब उहाँकै आत्माले हाम्रा यो लक्ष्मी मलाकारलाई एउटा सहयोगीको रूपमा दियो। उहाँकै एउटा आधार साथ सहयोगले आज यहाँसम्म हामी पुगेका छौँ। एकचोटि उहाँको 2 मिनट सम्बोधन गर्छु। धन्यवाद। आज प्राचीन हरिद्वार चकरा धाम पुण्य स्थल तपोभूमिको प्राङ्गणमा हामी सन्तमत सत्सङ्गका अनुयायी भक्तहरू आज भेला भएको छौँ। आज मलाई त्यो समयको याद आउँदैछ जब कि मेरो बुबाले भन्नुहुन्थ्यो एक दिन म सत्सङ्ग गर्छु, एक दिन म सत्सङ्ग गर्छु भन्दा भन्दै पनि सायद सत्सङ्गको कृपा नभएर हो या भगवानको कृपा नभएर हो, उहाँलाई चटचट तरिकाले यस प्राङ्गणबाट लिएर स्वर्ग प्राप्ति गर्नुभयो, जान्नुभयो। सायद मलाई लाग्छ त्यही सङ्कल्प होला आज हाम्रा सन्त परशुराम महाराजजीको कृपा र परशुराम महाराजजीको आगमन यो ठाउँमा भएको छ र त्यसले गर्दाखेरि जुन सङ्कल्प थियो आज त्यो सङ्कल्प पूर्ण होला भन्ने आशा मैले लिएको छु र त्यसले गर्दाखेरि आज यस तपभूमिमा यस पुण्य भूमिमा पाल्नु हुने समस्तलाई म सादर नमन गर्दै सद्गुरु महाराजको जय हो। धेरै धेरै धन्यवाद। अब अर्को धन्यवादको विशेष पात्र यो भूमिदान जुन आधार छ, सर्वाधार भन्छ, यसैमा त हाम्रो धरोहरको स्थापना हुन्छ। यो भूमिदाता श्री इन्द्र बहादुर भुजेल उहाँ हुनुहुन्न भने उहाँका छोरा तनमन धनले उहाँ लागिराख्नु भएको छ। म चाहन्छु एकचोटि हजुर पनि यहाँ मञ्च अगाडि आइदिएर हामीलाई दर्शन दिनुहोस् र धन्यवाद ज्ञापन गर्नुहोस्। उहाँकै 75 वर्षीय योग गरेको जग्गा, संरक्षण गरेको जग्गा आज गुरु महाराजको कृपाले उहाँले दान दिनुभयो। त्यसैले उहाँलाई धेरै धेरै समितिबाट धन्यवाद दिन चाहन्छु। एकचोटि गर्नुहोस् र धन्यवाद ज्ञापन। जय सद्गुरु महाराज। मेरो नाम मोहन बहादुर भुजेल हो। मेरो घर चाहिँ बराचित्र वार्ड नम्बर 2 मा छ, सूर्यचोक। अनि यहाँ चाहिँ हामी लगभग 25-30 वर्षदेखि भोग गर्दै आइएको थियो। बाबाआमाले गर्नुभएको थियो। अनि अहिले चाहिँ यहाँ अब नभ्याइने भएर अनि बुवा आमाले पनि थाहा छ नि त्यसमा दशम स्कन्धमा भगवान कृष्णले गोवर्धन उठाउनु, गोवर्धन
7 वर्षका भगवान कृष्ण उमेर 7 वर्षको र पर्वत गति 7 कोसको लामो चौडा पर्वत अनि 7 दिनसम्म भगवानले कनिष्ठका औलामा भगवानले पर्वत उठाउनु त भगवानले उठाउनु भयो तर त्यो महान कार्यमा जति पनि ब्रजवासी थिए भगवान परीक्षा लिनु जति पनि ब्रजवासी थिए सबले सामर्थ्य अनुसार कसैले दुईटै हात उचालेर गोवर्धनलाई थेक्दिनु कसैले आफ्नो शिर लगाए कसैले बाहुला लगाए कसैले डन्डा लगाए कसैले छाता लगाए उठाउने भगवान तर सबले आफ्नो स्तरबाट सबैले हैन आफ्नो स्तरले सबले थेक्नु भयो यो धर्मपीठ स्थापना यो पर्वतको समान एउटा महान कार्य यो सानो काम होइन कति वर्षको पुरानो तपस्या उहाँहरूको बुवाहरूको आज हाम्रो सामने आएको छ र त्यसैमा छेगा लगाउनको लागि हामी पनि सायद एउटा पात्र गर्न त काम भगवान गुरु महाराज आज गुरु महाराज शरीर छोड्नु कति वर्ष भयो र चतरामा महर्षि मेरीको यहाँ पीठ स्थापना हुन्छ भनेर यो हाम्रो सामर्थ्य हो उहाँ सन्तहरूको तपस्याको प्रभाव हो हैन हामीले एउटा घर बनाउँछौँ दुईटा घर बनाउँछौँ मरिहाल्छ संसारमा तर गुरु महाराजको नाममा आज हजारौं बिल्डिङ हैन हजारौं बिघा जमिन अब यहाँ चतरामा आएर गुरु महाराजको साइन बोर्ड लाग्यो यो भूमिमा उहाँ स्थापित हुनुभयो यो उहाँहरूकै तपको प्रभाव हो हाम्रो केही प्रभाव होइन तर के छ र अर्को उदाहरण तर के छ जसरी गोवर्धन उठाउनु भयो भगवानले तर डन्डा लाठी हात उचालेर सबले ठेगा लगाउनु भयो त्यो सबै धन्य पावन भयो र अर्को उदाहरण छ भगवान राम यदि चाहनु भएको भए नि एक बाणमा लङ्कापति रावणलाई मारेर हैन आफ्नो जानकी सीतालाई वापस ल्याउन सक्नुहुन्थ्यो नि त एकै बाणमा चाहनु सक्नुभयो हुन्थ्यो नि त तर उहाँले बाँदर भालु नल नील अङ्गद जामवन सबलाई सहयोग लिनुभयो हो कि अनि त्यो सहयोग लिएर लाखौं करोड बन्दर लङ्कामा आक्रमण गर्नु आफ्नामा सबभन्दा ठुलो सहयोग हुन्छ धनको मनको तनको त यो पर्वत उठाउनमा यो सिद्धपीठ स्थापनामा सर्वप्रथम जुन ठेगा लगाउने काम गर्नु आफ्नो सामर्थ्य अनुसार उसको नामाङ्कन लिन गइरहेको छु यो पनि जरुरी छ यस्तो दाताको नामले हुने कुराहरू पनि एउटा ठुलो जाग छ कि म पनि गर्छु भनेर त्यसैको लागि सुनाइरहेको छु सबभन्दा पहिले भूमिदान हाम्रा इन्द्र बहादुर भुजेल उहाँले 2 लाख रुपैयाँ भूमिमा आफ्नो तर्फबाट दान गर्नुभएको छ एकचोटि जय होस् गर्नु श्री सद्गुरु हाम्रा यस धर्मपीठका समितिका अध्यक्ष श्री अयोध्या शरण शाहजी सुरुवातमा 1,02,151 रुपैयाँ उहाँले सर्वप्रथम यसमा सहयोग गर्नुभयो यस समितिका सचिव ललित कुमार शाह उहाँले पनि सर्वप्रथम यस कार्यको सिद्धिमा आफ्नो धनकोषबाट 51,000 रुपैयाँ हामीलाई प्रदान गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद त्यस्तै हाम्रा विराटनगरका माननीय श्री श्रद्धेय श्याम सुन्दर शारदाजी उहाँले आफ्नो धनकोष खजानाबाट गुरु महाराजको पीठको लागि 51,000 रुपैयाँ प्रदान गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद त्यसरी नै यहाँ मेरो नाम लेखिदिएको छ माइक पनि मेरो हातमा छ आफ्नो धनको बढाई आफ्नो ठिक हुँदैन श्री परशुराम बाबा मसँग त कुनै धन छैन मैले दान गरिदिएँ आफ्नो घर परिवारलाई जग्गा जमिन सब दान गरेँ एउटै छोरा हैन अब म बाहेक मेरो वंशमा पानी पिलाउनेवाला कोही छैन हो कि तर मैले मेरो आमाले मेरो बुवाले मलाई नै गुरु महाराजलाई अर्पण गरिदिनु भएको छ यो सबभन्दा ठुलो दान हो हैन र म जब सत्संगमा जान्छु मलाई 500,000 10,000 5,000 जे दक्षिणा आउँछ त्यही दक्षिणाबाट आएको पैसा 51,000 मैले पनि सुरुमा त्यहाँ प्रदान गरेँ र तपाईहरुको माझमा म अर्को पनि घोषणा गर्न चाहन्छु साधु सन्यासीको एउटै मात्रै जीवनमा जीवन निर्वाहको लागि कपडा र अलिकति 2 छाक अन्नको मात्रै आवश्यकता सन्यासीलाई हुन्छ र सन्यासीले धेर संग्रह गर्नु यो शास्त्र विरुद्ध हुन्छ संग्रह चाहिँदैन म सम्पूर्ण दक्षिणा यो सिद्धपीठ शान्तिपीठलाई म दिन आजदेखि घोषणा गर्दछु अब अर्को हुनुहुन्छ हाम्रो समितिका
कोषाध्यक्ष श्रद्धेय मनोज महतोजी उहाँले धन कोषबाट 51,000 रुपियाँ तत्काल प्रदान गर्नुभएको छ। यहाँसम्म नगद पैसा आयो र त्यही पैसाले गर्दा आजसम्म यहाँसम्म कार्य पुरा भयो। आयो वचनदान कार्यक्रममा परमेश्वर शाह देवराज उहाँले 51,000 रुपियाँ दिने वचनदान गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रा श्री दशरथ बाबा जो सुरक्षा मन्दिरको उहाँ पुजारी हुनुहुन्छ, उहाँले पनि 51,000 रुपियाँ दिने घोषणा गर्नुभयो र 1,500 रुपियाँ सुरुमा दिनु पनि भएको। उहाँलाई पनि धेरै धेरै धन्यवाद। हाम्रा यस समितिका संरक्षक श्री कुन्दन प्रसाद शाह ब्रह्मचारीजी हुनुहुन्छ, उहाँले पनि 51,000 रुपियाँ वचनदान गर्नुभएको छ। यसै हाम्रा अखिल नेपाल संसद सत्सङ्गका केन्द्रीय अध्यक्ष वर्तमान अध्यक्ष श्री सदानन्द सिंह यादवजीले 1,01,000 रुपियाँ दिने वचन दिनुभएको छ। उहाँलाई पनि धेरै धेरै अब म के चाहन्छु अब म के भन्न चाहन्छु, यो जो वचन पनि दिनुभएको छ एउटा गणनाको हुनुहुन्छ उमेश प्रसाद यादव, उहाँले पनि नगद 51,000 रुपियाँ उमेश प्रसाद यादव दिइसक्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। अब म तपाईँलाई के आग्रह गर्छु, आज भोलि पर्सि तपाईँको घरमा पुगेपछि म त टुक किनभने मैले त बिडा उठाएको छु, तपाईँको घर पुग्छु, सबको घर पुग्छु, केही न केही त दिन्छु। तर आजको ऐतिहासिक दिन हुँदैन, आजको ऐतिहासिक दिनमा यदि तपाईँले स्वेच्छा सामर्थ्य अनुसार हुँदैन, जसरी ब्रजवासीले लगाए नि डन्डा, त्यसरी नै यो सिद्धपीठलाई होइन सार्थक बनाउनको लागि अहिले पनि यदि कोही चाहनुहुन्छ भने तपाईँ वचन उहाँको धन्यवाद स्वागत पनि भयो र विराटनगर निवासीहरू सदस्य पदमा उहाँले हामी राख्दैछौँ। रामचन्द्र शाहजी उहाँले आफै घोषणा गर्नुहुन्छ। सद्गुरु महाराज की माता सकेसम्म के गरौँ 51,000 रुपियाँमा दान दिनु। महाराज की रामचन्द्र शाह श्री सद्गुरु महाराज की डॉक्टर गुप्ता जी अहिले भर्खर वर्तमान कमिटी गठन गर्यो। हाम्रो उपाध्यक्ष सरदेव उपाध्यक्ष जो डाक्टर गुप्ता जीले 1,01,000 उहाँ गुरुबाबा अर्पण गर्नुभएको छ। श्री सद्गुरु महाराज की। अब म पनि एकचोटि घोषणा गर्न चाहन्छु फेरि पनि, मलाई हर जग्गा रहर पनि लाग्यो। मेरो विशेषको नामबाट मेरो परिवारको नामबाट म चाहिँ सुमिन कुमारी शाह 51,000 रुपियाँ म लेखाउन चाहन्छु। बोलिए प्रेम से श्री सद्गुरु महाराज की जय। आज हम भी सोचते हैं कि कम से कम हमारे मैडम के नाम से भी कुछ इसमें दान हो जाए। तो इससे पहले इस जमीन पे हम लोग जब आए थे जमीन पे बात करने के लिए, तो सबसे पहला पैसा जो हमारे नाम से लिखा गया है मनोज कुमार महतो, सबसे पहला पैसा देने वाली वही। और बाबा को भी बोले हजूर आपको जितना तक जो हो सके आप कीजिए, हम आपके साथ। तो आज हम उसका नाम जितना वो 51,000 रुपया दिए, हमने आज उसके नाम से फिर 51,000 रुपया का घोषणा करवाया। देवी साथ 51,000 रुपया घोषणा गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। श्री सद्गुरु महाराज की। अब यहाँ त हाम्रो जाने कार्यक्रम सुरु रहन्छ, अहिले निर्माण कार्य हुन्छ, त्यसपछि भवन हुन्छ, सत्सङ्ग भवन बन्छ होइन। अब बिस्तारै बिस्तारै हामी सबै दिँदै गर्छौँ, दिनुपर्छ यस्तो काममा। सुरुमा मैले आफ्नो 21,000 गरेर सुरु गर्दैछु, त्यसको दान कार्यक्रम गर्दै महाराज की।
यो चाहिँ आफ्नो क्षमता अनुसार है हामीले 51,000 नै 1 लाख दिनुपर्छ भन्ने छैन हामीले मिनिमम 11,000 रुपैयाँ हामी शिलालेख बनाउँछौँ यो बोर्ड टाइम जस्तै त्यो शिलालेख निर्माण गर्छौँ मन्दिरमा त्यो शिलालेखमा नाम लेखाउँदा पनि हामीले 11,000 को लागि काफी पर्याप्त मानेका छौँ कमसेकम 11,000 रुपैयाँ चन्दा दिनुहुन्छ सहयोग दिनुहुन्छ उहाँको नाम हामी शिलालेखमा लेख्छौँ मार्बलमा लेख्छौँ र मन्दिरको कम्पाउन्डमा राख्छौँ श्री सद्गुरु महाराज हाम्रा रमेश बाबा उहाँले पनि आजको ऐतिहासिक दिनमा आफ्नो खजानाबाट कोषबाट 11,000 रुपैयाँ वचन दिनुभएको छ रमेश यादव श्री सद्गुरु महाराज श्री सत्यनारायण अग्रवाल उहाँकै धर्मपत्नी सीमा अग्रवाल जीको द्वारा 51,000 रुपैयाँ शान्तिपीठलाई दिने घोषणा गर्नुभएको उहाँले धेरै धन्यवाद श्री सद्गुरु महाराज वीणा देवी अग्रवाल को तर्फबाट 11,000 रुपैयाँ शान्तिपीठ निर्माणको लागि दिने घोषणा गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद नागेश्वरी दासिनको द्वारा 11,000 रुपैयाँ शान्तिपीठलाई दिने घोषणा भएको छ जोगिया देवी मेहताजी द्वारा 11,000 रुपैयाँ दिने घोषणा गर्नुभएकोमा मलाई धेरै धेरै धन्यवाद श्री सद्गुरु महाराज 11,000 रुपैयाँ दिने घोषणा गर्नुभएको छ श्री सद्गुरु महाराज प्रेम गुप्ताजीको द्वारा उहाँले 11,000 रुपैयाँ वचन दान गर्नुभएको छ 11,111 सद्गुरु उहाँले यो बोर्ड लेख्नुभएको यो फेरि आजको यो रेकर्ड एन युट्युब च्यानलमा सदैव रहिरहनेछ जहिले पनि यो स्थापना दिवसको दिन खोल्छौँ भने हाम्रो दान हाम्रो दिन हाम्रो उपस्थिति सहभागिता सबै देखिन्छ रीता झा विराटनगरबाट रीता झा जी द्वारा 11,000 रुपैयाँ घोषणा गर्नुभएकोमा धेरै धेरै धन्यवाद श्री सद्गुरु महाराज को श्रीमती द्रौपदी देवी विराटनगर 11,000 रुपैयाँ दिने घोषणा गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद गर्दछु श्री सद्गुरु महाराजको त्यसैले आफ्नो कोषबाट धनलाई पवित्र गर्नुहोस् किनभने 10,000 20,000 50,000 गर्नु कताबाट जान्छ पैसा मन्दिर थाहा हुँदैन तर यो ऐतिहासिक दान ऐतिहासिक दिन हो त्यसैले तपाईँलाई धेरै धेरै आग्रह छ यो शान्तिपीठ निर्माणमा सहयोग गर्नुहोस् पुण्यको भाग लाग्नुहोस् सविता देव विराटनगरद्वारा 11,000 रुपैयाँ दिनुभएकोमा 11,100 दिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद श्री सद्गुरु महाराजको अब थोरै समय छ ऐतिहासिक दिन ऐतिहासिक दान हो आफ्नो कोषबाट केही न केही यो शान्तिपीठलाई दिनुहोस् पुण्यको भागी गर्नुहोस् श्री सद्गुरु महाराजको दुई शब्द राख्न अनुरोध गर्दछु मैं पूर्णिया जिला माता पूरन देवी माँ छिन्नमस्ता के कोष से 11 वर्ष में श्री सद्गुरु महाराज को देने का वादा करता हूँ बहुत बहुत धन्यवाद शंख घोष उहाँको नै थियो अघि जुन हाम्रो कार्यक्रममा शंख घोषको ध्वनि गुन्जमान भयो र उहाँलाई विशेष धन्यवाद दिए अब हामी यो समिति जुन क्षेत्राधाम निवासी समितिहरू हुनुहुन्छ नि हाम्रो उहाँहरूको पहिले नै हामीलाई एउटा ठुलो साहस प्रदान गर्नुभयो कि बाबा आर्थिक सहयोग भलै म पछाडि हुनेछु तर एउटा संरक्षण सम्बन्धन ठुलो कुरा हुन्छ मन्जिल नदे चिराग नदे हौसला दिने भन्छ
अब धन धेरै भयो सुरक्षा भएन भने संरक्षणै भएन भने त्यसको कुनै औचित्य हुँदैन। त्यसैले हामी धन जम्मा गर्छौँ, हामी निर्माण कार्य गर्छौँ र संरक्षण र सम्वर्धनको विशेष विश्वास हामी लिएका छौँ। तपाईँहरू हाम्रो शान्तिपूर्ण सदैव संरक्षित रहनेछ। त्यसको लागि म हजुरलाई सम्मेलन गर्नको लागि हार्दिक धन्यवाद। आज इस सतगुरु महासंघ में आज सब अपना ठाव से अपना दुख सुख समझ के ये ठाव में हमरा सबके सत्संग समिति बनल ठाव में हमारा सबके घर से सो हमरा सबके आर्थिक के लिए हम सब नहीं सकला तैयो तखनी हमरा उद्घोषक कि ये ठाव के भौतिक संरक्षण के लिए हम जान देने तैयार से। जय सतगुरु। देखा सतगुरु के कोशिका के किनारों से एक के भविष्य उज्जवल बनाया आ सब हमरे सब छे खातिर आप मन तन धन जे आ सब देने चाहिए ये सब एक हमें सब हमला समिति अहाँ सबके सुझाव अनुसार एक हमें कति कति करे पड़ते की हामीले उहाँलाई पहिले भन्यौं हामी आर्थिक त दिन सक्दैनौँ, हामी अलिक गरिब पनि छौँ, भोलि दिनु परेको खण्डमा हामी दिन्छौँ, अहिले त हामी सक्दैनौँ। तर यसलाई स्थापित गर्नका लागि के गर्नुपर्छ हाम्रो यहाँको स्थानीयले हामी त्यो सबै गर्न सक्नेछौँ। र अब अहिले जति तपाईँहरूले दिनुभयो सहयोग यसलाई सही सदुपयोग तरिकाले अब यहाँ के निर्माण गर्नुपर्ने छ, के जटिलता छ हामी सल्लाह गर्छौँ, हामी समितिमा छौँ, उहाँहरूले बाहिर गएर पनि गर्नुभएको छ। जस्तै मेरा यहाँको श्री सद्गुरु महाराज की तपाईँलाई आजको वचनदान कार्यक्रम सफल रह्यो, जसको परिणाम स्वरूप हामीले सद्गुरु महाराजको कृपाले आज जुन वचनदान भएको छ त्यसको परिणाम छ 8,07,735 रुपैयाँ। श्री सद्गुरु महाराज की, श्री सद्गुरु महाराज की। अब हामी दशरथ बाबालाई माइक दिँदैछौँ, उहाँको स्वरमा स्वर मिलाएर हामी सबै आरती गायन गरौँ, त्यसको साथ प्रसाद लियौँ, त्यसपछि यो कार्यक्रम समापन गरौँ। श्री सद्गुरु महाराज
राधे जो ते जगे जय सारा सुराकाया या सरल करे करे सारा सावागरी जय श्री जोगति काया त्यागे आवाधे सकला माला श्री जय भावना रतिया मेरा माला करे में आरे करसती जय आरती का नाम तेरा श्री सद्गुरु महाराज की संतन की जय सत्संग महात्मा की जय श्री सद्गुरु महाराज की जय सतगुरु दर्शन दीन लायौ सतगुरु दर्शन दीन लायौ भाग्य उतायो भाग्य उतायो सतगुरु दर्शन दीन लायौ सतगुरु दर्शन दीन लायौ आनंद मंगल पूर्ण भये सब आनंद मंगल पूर्ण भये सब शुभ शुभ मंगल छायो शुभ शुभ मंगल छायो पाप सबई दर्शन लेना शो पाप सबई दर्शन लेना शो सब तिरा